सबैलाई नमस्कार। आज चाहिँ मैले यो एउटा भिडियो अपलोड गर्ने सोचेँ है। म यसरी कहिले पनि गरेको थिएन, यो फर्स्ट टाइम म भिडियो अपलोड गर्दैछु यसरी बोलेर चाहिँ। किनभने मेरो एकजना मित्र हुनुहुन्छ सुचन प्रधान, जो थर्पी निवासी। हालैमा उहाँ सिक्किम विश्वविद्यालय, कञ्चनजङ्घा विश्वविद्यालय सिक्किम गान्तोकमा उहाँ एसिस्टेन्ट प्रोफेसर हुनुहुन्छ। कुनै समयमा हामी सहकर्मी थियौँ, सँगै काम गरेको, र अहिले पनि हामी असल मित्र छौँ। र उहाँले 2023मा एउटा यो झ्यालिन्चा भन्ने कविता सङ्ग्रह चाहिँ प्रकाश गर्नुभएको थियो, पब्लिस गर्नुभएको थियो है। यसमा थुप्रो कविताहरू छन्, राम्रो राम्रो कविता लेख्नु भएको छ उहाँले। र त्यसमध्ये मलाई एउटा मनपर्ने कविता, थुप्रो मनपर्छ, तर मन परेको भित्रमा एउटा मन परेको कविता चाहिँ यहाँ देशको खोजीमा भन्ने कविता छ कि। अन्त यो चाहिँ म तपाईँहरूलाई पढेर सुनाउँ भनेर नि वाचन गरेर। हुन त मेरो वाचन शैली त्यस्तो राम्रो छैन, र म एउटा कोसिस गरौँ तपाईँहरूसँग पनि एउटा कविता साझा गरौँ भनेर म यहाँ पढ्न गइरहेको छु। मन पराइदिनुहुन्छ कि भन्ने आशा पनि गरेर म यो तपाईँहरूमा यो कविता प्रस्तुत गर्दैछु। र उहाँसँग मैले त्यस्तो पर्मिसन पनि लिएको छैन, यो म यसरी सोसियल मिडियामा उयो गर्छु भनेर, मतलब अपलोड गर्छु भनेर। र उहाँको कविताको शीर्षक छ देशको खोजीमा, सुचन प्रधान। कविता यसरी सुरु हुन्छ। देशको खोजीमा। हिमालबाट नदीले देश खोज्दै खोज्दै सागरमा पुग्यो। सागरबाट बादलले देश खोज्दै खोज्दै हिमाल पुग्यो। त्यसरी नै बतासले पनि देश खोज्दै खोज्दै संसार घुम्यो। हिमालबाट नदीले देश खोज्दै खोज्दै सागरमा पुग्यो। सागरबाट बादलले देश खोज्दै खोज्दै हिमालमा पुग्यो। त्यसरी नै बतासले पनि देश खोज्दै खोज्दै संसार घुम्यो। तर उनीहरूलाई के थाहा, देश त केवल मान्छेको मस्तिष्कमा मात्र थियो। देश त भित्तामा झुन्डाएको मानचित्रमा मात्र थियो। देश त केवल मान्छेको मस्तिष्कमा मात्र थियो। देश त भित्तामा झुन्डाएको